सामान्य सभामुख महोदय, मान्य सदस्यज्यूहरूले धेरै दिनदेखि प्रश्न सोध्न खोज्नु भएको रहेछ। त्यसको निम्ति समय दिन हजुरलाई अनुरोध गर्न चाहन्छु। मान्य सदस्यहरू, सम्माननीय प्रधानमन्त्रीज्यूले मान्य सदस्यहरूले लामो समयदेखि प्रश्न गर्न पाउनुपर्छ र प्रश्नको उत्तर सम्माननीय प्रधानमन्त्रीज्यूबाट सदनलाई दिनुपर्छ भन्ने मान्य सदस्यहरूको निरन्तरको मागलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्रीज्यूले आज नै आफूले प्रश्नको उत्तर दिन तयारी भएको कुरा रोस्टमबाट उद्घोष गरिसक्नु भएको हुनाले म दलगत रूपमा सबै दललाई एउटा एउटा प्रश्न सोध्नको लागि समय निर्धारण गर्छु। म हरेक दलले 2 मिनेटभित्र के भयो मान्य सदस्य, मेरो भनाइ सक्न बाँकी नै छ। म यहाँलाई समय दिन्छु। सबै दललाई म 2 मिनेटको समय उपलब्ध गराउँछु र 2 मिनेटभित्र आफ्नो दलको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न गरिदिनको लागि म जानकारी गराउँछु। सर्वप्रथम विपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो प्रश्न राख्न 2 मिनेटभित्र सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न राख्न समय दिन्छु। मान्य सदस्य युवराज दुलालले उठ्नु भएको थियो। के को लागि उठ्नु भयो? पहिला युवराज दुलालले एकदम छोटकरीमा आफ्नो कुरा भनिहाल्नुहोस्। माइक दिनुहोस्। सम्माननीय प्रधानमन्त्रीज्यू, एकैछिन। सम्माननीय सभामुख महोदय, म फेरि आज एकपटक यो देशको संविधान र नियमावली मिचिएको यो दुःखद कुरा फेरि संसदलाई अवगत गराउन चाहन्छु। सम्माननीय प्रधानमन्त्रीज्यूबाट त्यो हुनु राष्ट्रको लागि धेरै नै दुःखद हो। सम्माननीय सभामुख मार्फत सम्माननीय प्रधानमन्त्रीज्यू, हाम्रो प्रतिनिधि सभा नियमावली 2079 को 56(1) मा प्रतिनिधि सभाका सदस्यहरूले सम्माननीय प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था छ र जस अन्तर्गत समूह विभाजन गरिन्छ 15-15 जनाको, र त्यो समूहले सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्नुभन्दा 3 दिन अगाडि नै लिखित रूपमा प्रश्न दिने र सम्माननीय प्रधानमन्त्रीज्यू उपस्थित भएको दिन 1 घण्टा त्यो प्रश्न उत्तर कार्यक्रम राख्ने प्रावधान भएकोले यो नियमावलीको नियम मिचिएको कुरा म दुःखका साथ दर्ज गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरूले नियमावलीको 56 को विषयमा कुरा उठाइरहनु भएको छ। मान्य सदस्यहरूलाई म नियमावलीको 56 नियम 56 एकचोटि पुनः हेर्नको लागि पनि अनुरोध गर्छु र सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा उपस्थित भएर प्रश्नको उत्तर दिनुपर्छ भनेर विशेष गरी विपक्षी बेन्चका मान्य सदस्यहरूले निरन्तर कुरा राखिरहनु भएको र यहाँहरूले सोध्ने प्रश्न भनेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीज्यूलाई प्रश्न सोध्ने नै होला। त्यो प्रश्न यहाँहरूसँग धेरै अगाडिदेखि प्रश्न सोध्न चाहनु भएको हुनाले त्यो प्रश्न तयारी नै होला। त्यसकारणले त्यो सम्माननीय प्रधानमन्त्रीज्यू रोस्टममा उभिरहनु भएको छ र प्रश्नको उत्तर दिन तयारी हुनुभएको छ। त्यसकारणले हाम्रो नियमावलीले 3 दिन अगावै प्रश्न लिखित रूपमा सोध्नुपर्ने भनेर निर्धारण गरेको छैन। त्यसकारणले मान्य सदस्यहरूलाई यो ध्यान आकर्षण गराउन चाहन्छु र मान्य सदस्यहरू, मैले मान्य सदस्यको दललाई समय दिइसकेको छु। त्यसकारणले बस्नुहोस्। कुन नियमावलीको कुन नियम आपत्ति हो मान्य सदस्य? मान्य सदस्य, मलाई जानकारी छ। मान्य सदस्य बस्नुहोस्। मैले यहाँको दललाई समय दिइसकेको छु। हामी प्रश्न उत्तरतिर जाउँ।
हामी प्रश्न उत्तरतिर जाउँ। मान्य सदस्यहरूलाई मैले विपक्षी दल सर्वप्रथम विपक्षी दल नेपाली कङ्ग्रेसलाई मैले 2 मिनेटको समय दिएको छु।